नेपालको पहिलो महिला प्रधानमन्त्रीको थिइन्। सही उत्तर हो शान्ता देवी। नेपालमा पहिलो संविधान कहिले जारी भयो? सही उत्तर हो 1948। नेपालले लोकतान्त्रिक गणराज्य घोषणा कब गर्यो? सही उत्तर हो 2065। नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य कब भयो? सही उत्तर हो 1955। नेपालको पहिलो राजाको थिए? सही उत्तर हो पृथ्वीनारायण शाह। हाम्रा रमाइला र शैक्षिक बालपुस्तकहरू अमेजनमा उपलब्ध छन्। आजै किन्नुहोस् र तपाईको बच्चालाई नेपाली भाषा र संस्कृतिमा समृद्ध बनाउनुहोस्।